आज हामी बौद्ध दर्शनअनुसार लोभबाट कसरी मुक्त हुने भन्ने बारेमा छोटो कुराकानी गर्दैछौं। तपाईले कहिले सोच्नु भएको छ, हामी किन सधैँ अझ धेरै कुराको पछि दौडिन्छौं? बौद्ध दर्शनले भन्छ कि यही लोभ नै हाम्रो सबै दुःखको जड हो। तर राम्रो कुरा के हो भने यो चक्र तोड्ने उपाय पनि छ। पहिलो कुरा, अनित्यतालाई बुझ्नुस्। यसको मतलब के हो भने संसारमा कुनै पनि कुरा स्थायी छैन, केही पनि सधैँभरि रहँदैन। एकछिन सोच्नुस् त, आज हामी जुन कुराको लागि यति धेरै लोभ गर्छौं, त्यो भोलि हामीसँग नहुन सक्छ। यो सत्यलाई जब हामी मनबाट स्वीकार्छौं नि, तब ती चीजहरूप्रतिको मोह आफै घटेर जान्छ। दोस्रो उपाय हो दान दिने बानी बसाल्नु। जब हामी आफूसँग भएको कुरा अरूलाई बाँड्न थाल्छौं, तब यो मेरो मात्र हो भन्ने जुन भावना छ नि, त्यो कमजोर हुँदै जान्छ। भन्नुको मतलब दिने बानीले थुपार्ने लोभलाई सिधै काटिदिन्छ। अनि तेस्रो र सायद सबैभन्दा शक्तिशाली उपाय हो सन्तोष। मतलब आफूसँग जे जति छ त्यसैमा खुसी हुन सिक्नु। जब हामी हामीसँग के छैन भनेर सोच्नुको सट्टा के छ भनेर हेर्न थाल्छौं, तब अझै धेरै पाउने त्यो भोक, त्यो इच्छा आफै हराएर जान्छ। त्यसैले अन्त्यमा कुरा के हो भने लोभलाई जित्नु भनेको बाहिरका सामान थुपार्नु पटक्कै होइन, बरु आफ्नै भित्री सोचलाई बदल्नु हो।